ल साथीहरू, हामी चाहिँ आज पोखरा जाँदैछौँ। ढिलो भयो, घरमा फोन भिडियो गर्नै मिलेन। तारा राति ढिलो सुतेको भएर बिहान ढिलो उठेछौँ कि ढिलो आइपुग्यौँ हौ। अनि हामी चाहिँ आज पोखरा जाँदैछौँ साथीहरू। मम्मी कस्तो लागिरहेछ? राम्रै छ। अब हिँडेको कस्तो लाग्छ हेर्दै जानुपर्छ। पोखरा जानु अहिले त गौशालामा उठ्दैछु गाडीमा होइन। हजुर, अब जान्छु पोखरा गएर हेर्नु राम्रै छ। यता चाहिँ आस्पी छ। हतार उठेर रातो क्लिप लाएर कुद्दैछु। हिँडायो चिट्टा टाढा। हामी पोखरा आइपुग्यौँ। कहाँ पोखरा कहाँ? नर्देपट्टि पृथ्वी चौक बस स्ट्यान्ड। बस स्ट्यान्ड आस्ति न आमाको चाहिँ हालत अलिकति पतला भयो, रिङ्गटा लागेर जाम पर ढिला आयो नि साथी। हामी 4 बजी आइपुग्थ्यौँ तर जाम थियो कि। अब हामी गर्दैछौँ वेटिङ बहिनीलाई। अब बहिनी आउँछ अनि वेटिङ गर्दैछौँ।
अरे ल हामी चाहिँ सोधेको थिएँ कहाँ ल हामी चाहिँ बहिनीकोमा आइपुग्यौँ अझै भरे मात्र होटल जान्छौँ आहा आस्पीलाई त आइसक्रिम रहेछ नि होइन आस्पी दिदो दिदीलाई चिनिस आइसक्रिम यसलाई त नदेखाइ यो त साह्रै ढिलो ल्यायो हौ नि जाम भएर 2 घन्टा जति जाम भयो नि त 2 घन्टा जति है म त निराइस हौ तर थाहा नै भएन बुवा कस्तो फिल भइरह एकदम ठिकठाक राम्रो हो मजाले फुट्यो भोक लाग्यो भोक सब लाग्यो मम्मीलाई चाहिँ ग्यास्ट्रिक मम्मीलाई त ग्यास्ट्रिक भएर बर्गर दिँदो रहेछ नि त फ्रीमा त्यहाँ गाडीमा चिकन नदिए लेस खाऊ कस्तो बोल्यो खाऊ यो खाऊ नानी स्कुल जानुपर्छ भनेर जान्छु म एक्लै बस्छु एक्लै जान्छु यही उता हेर किन कस्तो लाग्यो खाँदैछ 10-15 मिनट हुन्छ ट्याक्सीमा